सेवाहरू नमस्कार। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई वेलकम छ, स्वागत गर्न चाहन्छु। आज सानो सस्तोभन्दा सस्तो जग्गा देखाउन गइराखेको छु। तपाईँहरू सामु ल्याइ पुर्याइसकेको छु। तपाईँहरूलाई मन पर्यो भने आजको भोलि तपाईँको नाममा यो जग्गा पास गरेर तपाईँको बनाउन सक्नुहुनेछ र तुरुन्तै घर बनाउनु मिल्ने खालको जग्गा, घर, घडेरी सम्पर्क तुरुन्तै गर्नुहोला र विभिन्न दृश्यहरू र जग्गाहरू देखाउँदै जानेछु। हेर्दै जाउँ प्रिय गाइजहरू। एकदमै राम्रो कमर्सियल मिनी घर आएको छ। बजारको नजिकै रहेको 40 लाख मात्रै पूर्व मोहडा भएको छ। बाटो 38 फिट बाटोले छोएको छ। भिडियो अन्तिमसम्म हेर्नुहोला, सबै डिटेल्स भन्नेछु। धरानको भानुचोक हो। नेपालको कुनै ठाउँबाट पनि धरान भानुचोक आउनुभयो भने पश्चिम पुतली लाइन हुँदै भाटपाटिनीदेखि सिधै मङ्गलबारे भनेर आउनु सक्नुहुन्छ। मङ्गलबारे आइपुग्नु भयो भने मङ्गलबारे चोकबाट उत्तरतर्फ जानुपर्ने हुन्छ। डाइरेक्ट मङ्गलबारे भनेर आउनु सक्नुहुन्छ। डाइरेक्ट धरान मङ्गलबारे भनेर आउनु सक्नुहुन्छ। मङ्गलबारेबाट विष्णुपातुवा जाने बाटो लगभग 1 किलोमिटर गएर पछि घर जग्गामा पुगिहाल्नुहुन्छ। कसैलाई सोधिराख्नु पर्दैन, तपाईँ आफै गएर घर जग्गा हेर्नु सक्नुहुनेछ। मङ्गलबारे चोकबाट विष्णुपातुवा जाने बाटो लगभग 500 मिटर अगाडि गएर देखिहाल्नु सक्नुहुनेछ। विष्णु चोकबाट ठ्याक्कै अगाडि गएर विष्णु चोक कटेर अगाडि जानुभयो भने पानी ट्याङ्की देखिहाल्नुहुन्छ। पानी ट्याङ्की भनेर जानुभयो भने पनि पानी ट्याङ्कीको ठ्याक्कै पानी ट्याङ्कीदेखि 100 मिटर अगाडि जानुभयो भने घर जग्गामै पुगिहाल्नुहुन्छ। सगरमाथा टोल भनेर पनि आउनु सक्नुहुन्छ र विष्णुपातुवा बाटो आउनुभयो भने घर देखिहाल्नुहुन्छ। यो ठुलो बाटोले टच भएको 38 मिटर बाटोले घर जग्गा टच भएको छ। ठुलो बाटोमा टच भएको घर जग्गा छ। तपाईँलाई हिजो आजै तपाईँको नाममा पनि पास गर्नु सक्नुहुनेछ र तपाईँको आफ्नो निजी बनाउन सक्नुहुनेछ। विष्णु चोक नजिकै सगरमाथा टोल भएको घर जग्गा बिक्रीमा आएको छ। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोला। ठुलो कारोबार भइराखेको छ। दिनमा 1-2 घर बिक्री भइराखेको छ। तपाईँको पनि घर जग्गा बेच्नु छ भने भिडियोमा अलिअलि खर्च लाग्नेछ, अरू केही कुरामा खर्च लाग्दैन। लाइक, कमेन्ट, सब्सक्राइब गर्दै गर्नुहोला। धन्यवाद।